बिचरा म कहिले यताको ओछ्यानमा पल्टिन्छु, कहिले उताको ओछ्यानमा पल्टिन्छु। घाम बाहिर निस्किनुलाई घाम चर्किरहेछ, बाहिर निस्किने त कुरै हुँदैन। अल्छी बेसरी लागेको छ। एउटा मोबाइल छ र म छु। यो मोबाइल पनि नभए म के हुन्थ्यो होला जस्तो लाग्छ क्या। कहिले यताको ओछ्यानमा सुते कहिले झ्यालनिर कहिले झ्यालमा आएर बसेको छु। टाइम पास त गर्नु पर्यो, दिनभरि दिन काट्नु पर्यो छोरा नाइन्जेलसम्म होइन। अनि कहिले काहीँ यहाँ पुरी बनाइराखेको छु, पुरी पनि बनाउने ढङ्ग हेर्नु मेरो। पहिला त राम्रै पुरी हुन्थ्यो, आजको त पुरी पनि के भएको हो यस्तो यो। बिचरा म कहिले यताको ओछ्यानमा पल्टिन्छु, कहिले उताको ओछ्यानमा पल्टिन्छु। घाम बाहिर निस्किनुलाई घाम चर्किरहेछ, बाहिर निस्किने त कुरै हुँदैन। अल्छी बेसरी लागेको छ। एउटा मोबाइल छ र म छु। यो मोबाइल पनि नभए म के हुन्थ्यो होला जस्तो लाग्छ क्या। कहिले यताको ओछ्यानमा सुते कहिले झ्यालमा आएर बसेको छु। टाइम पास त गर्नु पर्यो, दिनभरि दिन काट्नु पर्यो छोरा नाइन्जेलसम्म होइन। अनि कहिले काहीँ यहाँ पुरी बनाइराखेको छु, पुरी पनि बनाउने ढङ्ग हेर्नु मेरो। पहिला त राम्रै पुरी हुन्थ्यो, आजको त पुरी पनि के भएको हो यस्तो यो।